नमस्ते दाइ। ओ नमस्ते नमस्ते हजुर। ठिक छ दाइ? हजुर ठिक छ। हात मिलाउन त। आराम हुनुहुन्छ? तपाईले केटा बाबुले केटा। हो त। अनि एउटा कुरा हजुर भन्नु। तपाईकोमा चाहिँ एकदमै जुत्ताहरू धेरै राम्रो राम्रो छ अरे हैन? हजुर। योभन्दा अगाडि मेरो साथीहरू पनि धेरै लगिरहेको रहेछ र यहाँ नेपालमा मात्रै हैन मेरो साथीहरू चाहिँ विदेशमा पनि लगिसक्नु भएको छ के एकदमै राम्रोसँग मिलाएर दिनुहुन्छ अरे। अनि यो मूल्य चाहिँ कति हो? यो पार्टी सुजको मूल्य मैले चाहिँ 17-1800 भनेर 1500 यस्तै मिलाएर बेचिरहेको छु। वास्तवमा हटेमा पनि यो चाहिँ 3-4 हजार लाग्छ दाइ अर्को पसलमा धेरै मजाले मिलाएर दिनुहुन्छ। अहिले म एकदम मिलाएर दिन्छु तपाईको। खासमा तिमी केटा हो केटी हो? केटाको जुत्ता हेरेर केटै भएर हो? म केटी हो कि केटा हो तिमीलाई त्यति पनि थाहा छैन मेरो भाइ? केटा जस्तो लाग्यो जुत्ता नि केटाकै हेरेर भाइ यहाँ हामी आफ्नो बेमारको लागि कुरा गरेको भएन जे पनि कुरा गर्नु भएन उहाँसँग बेरवाल त लफ्टा गरिहाल्नुहुन्छ पड्काइदिइहाल्नुहुन्छ। दाइ यस्तो एउटा कुरा चाहिँ होइन अनि तपाईँको यहाँ यत्रो काठमाडौँमा यति धेरै सटर भाडा एकदमै महँगो छ यस्तो हेर्दा एकदमै ब्रान्डेड जुत्ता छ अनि यस्तो विधि सस्तो चाहिँ नबेचिनु दाइ होइन किनभने मेरो भनाइ चाहिँ सबै मानिसहरूले चाहिँ जुत्ता लाउनुपर्छ। मेरो भनाइ चाहिँ धेरै मैले त अझै सस्तो जुत्ता पनि त बेचिरहेको छु नि। यी पार्टी सुजहरू जम्मा 750 रुपियाँ सेलमा बेचिरहेको छु। त्यो कारणले गर्दाखेरि समस्या मान्नु पर्छ नि तपाईँ। मकोमा त एक जुत्ताहरू सस्तो म दिइरहेको छु। मसँग सेलका जुत्ताहरू पनि छन् नन सेलका पनि छन् ओरिजिनल छालाको जुत्ताहरू पनि छन् मसँग हरेक भेराइटीको जुत्ताहरू छन् नि। एकजना मेरो साथीले भन्नुभएको थियो त्यो बसन्तपुर ठ्याक्कै लोकेसन पनि धेरै टाढो होइन ठ्याक्कै बसन्तपुर चोकैमै हो एकदमै राम्रो राम्रो ब्रान्डेड जुत्ताहरू एकदमै मिलाएर दिनुहुन्छ त्यहाँ चाहिँ एकचोटि तपाईँ पनि जा त भन्नुभएको थियो। तपाईँले त यो त मिनिमम पनि अर्को पसलमा गयो भन्नुभयो गयो भने 3-4 हजार चाहिँ दिन्छ नि। अनि यो 1500 भनेको कुन ठुलो कुरा हो हेर्नु त गाई यति राम्रोसँग मिलाएर दिनुहुन्छ। सबैजनाले यो भिडियो हेरेर यो जुत्ताहरू यहाँ तपाईँलाई कुन मनपर्छ मलाई सम्पर्क गर्नुहोस्। सियोन सुज कलेक्सन बसन्तपुर सियोन सुज कलेक्सन बसन्तपुर। एकचोटि केटीको आवाज बोलेर देखाउनु पर्यो फेरि झुक्केला नि नमस्कार केटा भन्ला एकदमै राम्रोसँग राम्रो जुत्ताहरू ब्रान्डेड हेर्नुहोस् त कस्तो राम्रो जुत्तालाई अहिले उहाँले 1500 भनिराख्नु भएको छ तर यो जुत्ता त अरूको पसलमा गयो भने एकदमै 5-6 हजार त भन्नु नै हुन्छ। अनि योभन्दा अगाडि मेरो साथीहरूले पनि लैजानु भएको थियो अरे विदेशबाट नेपाल आउनु भएको थियो अरे किनेर लैजानु भएको थियो विदेशमा। अनि फेरि मलाई भन्नुभयो एकचोटि मलाई पनि 5-6 जोड जति किनेर पठाइदिन भनेर साथीहरूले भन्नुभयो क्या त्यहाँ चाहिँ एकदमै राम्रोसँग मिलाउनुहुन्छ भन्नुभयो अनि त्यही भएर चाहिँ म किन्न आइरहेको छु। यदि मसँग जोडेर होइन यो भिडियो के हो झर्नाजी अनि भाइरल अहिले झन् अस्ति अलि बिचमा फेरि सेला जस्तो थियो अहिले अस्ति इन्डियाबाट त फेरि एकदम तानातान छ कतै विज्ञापन दियो भनेको छ कति के हो यो? अब यस्तो मसँग त हरेक किसिमको कला छ नि त केटी मान्छे भएर केटा मान्छेको आवाज निकालेर होइन प्लस मेरो डोकदुरी गीतहरूदेखि लिएर सिरियलहरू सर्ट मुभी म्युजिक भिडियो सबैमा म पर्ने सो भएको कारणले कसैको बारेमा काण्डमा पनि म तमसा मचाउँदिनँ। त्यो भएको कारण चाहिँ यो पसलमा चाहिँ मलाई एकदमै मन पर्यो। यति धेरै काठमाडौँको ठाउँमा कति सट्टा भाडा कति महँगो हुन्छ हेर्नुहोस् त उहाँ दाइ पनि एकदमै मिलान्छ सबैजनाले सम्पर्क गरेर मलाई सम्पर्क गरेर अनि उहाँको नम्बर पनि यही भिडियोमा छ हालिदिएको छ भिडियोमा अझै एकचोटि भन्नु न हजुर तपाईँ 9813 554 302 मा फेरि एकचोटि भन्दिनु त 9813 554 302 मा सम्पर्क गरेर आउन सक्नुहुन्छ। भन्दै अन्त्यमा हामीले चाहिँ के चाह्यौँ भने यहाँ जुत्ता चाहिँ एकदम सस्तो दिनु हुँदो रहेछ। हाम्रो झर्ना चाहिँ यत्रो भाइरल मान्छे नि यहीँ जुत्ता किन्न आएको लेडिज पनि छ अरे उहाँले जेन्ट्सको पनि हेर्नुभयो। लेडिजको कुरा होइन मेरो भाइ मेरो चाहिँ यहाँ मौसमतिर एकदमै तातै एकदमै अवसरहरू धेरै छ मलाई चाहिँ केटी मान्छेको होइन केटा मान्छेको जुत्ताहरू चाहिँ धेरै मलाई लाउनु भनेपछि डबल रोल सुटिङमा चाहिँ डबल रोल खेलिन्छ र केटाको रोलमा पनि छ केटीको रोलमा पनि छ तर केटाको रोल गर्नको लागि चाहिँ जेन्ट्स जुत्ता लाउनु पर्यो त्यो भएर एक जोड जुत्ता पनि किन्छु भन्ने कुरा सोचेर आयो नि त। भन्दै अन्त्यमा केही भन्नु छ हाम्रो साउजीलाई? तपाईँको पसलमा त यस्तो भाइरल मान्छेहरू आएको देखिन्छ त यार प्राय अब धेरै भाइरल हाम्रो कलाकारहरू आउनुहुन्छ त्यो कारणले गर्दा आउनु सबैजना आउनुहोस् किनभने म मिलाएर सामानहरू दिइरहेको छु मैले बेचिरहेको छु स्पोर्ट्स सुज पार्टी सुज स्कुल सुज स्यान्डलहरू सबै थरी छ। तर तपाईँले यस्तो सस्तोमा कलाकारहरूको लागि मात्रै सस्तो हो कि सबैको लागि हो? यो सबैको लागि सबैले एउटै रेटमा मैले दिइरहेको छु तपाईँहरू पनि आउनु होला सियोन सुज कलेक्सन बसन्तपुर। भन्दै हामी अन्त्यमा छुट्टिन्छौँ।